प्रधानमन्त्रीलाई यही एप्सहरूबाट बुस्ट गरिरहेको छ, जो आफ्नो भोटरसँग हात जुदाउँदैन, गोबर सुनाउँछ, जो सधैँ कालो लुगा लगाउँछ, अर्थात् डार्क इनर्जीको उठान हो अघि। र केही गरी 4वटा डटमा लाइन ड्र भयो भने त्यो दिन मैले के सोध्छु अङ्ग्रेजीमा भने इज लुसिफर राइजिङ भनेर सोध्छु। लुसिफर के 2टा सिङ पनि देखाउने गरेर सिलहटको रूपमा त्यो इन्फर्नो अगाडि उभिरहेको हो भनेर सोध्छु अघि। हामी चाहिँ 2 ढुङ्गा बिचको तरुल रहेनौँ, हामी 2 ढुङ्गा बिचको बममा परिणत हुँदैछौँ। र त्यसको स्टार्टिङ पोइन्ट यो लुसिफरबाट सुरु भएको छ भन्ने म बुझ्छु। जस्तो काठमाडौँको मेयर र धरानको मेयरको मात्रै प्रमोसन किन भइरहेको छ? 5 जना छन् टोटल मेयर स्वतन्त्रहरू, अरू 3टा स्वतन्त्र मेयरको किन चर्चा हुँदैन? यसलाई मात्रै प्रमोट गरिरहेको छ, पहिलो कुरा। दोस्रो कुरा, यो अहिले दुइटै देखेको छ पोलिटिसियन मान्दिनँ, म्यानेजर। तर त्यही मान्छे आएर पाएपछि प्रधानमन्त्री भएपछि ठिक हुन्छ बुझेकै छैन। तर एकोरिरहेको छ, लगातार एकोरिरहेको छ है। त्यसले भोलि कस्तो मान्छे खडा गरिदिन्छ? अफगानिस्तानमा हमिर काजाईको लागि एकोरियाइयो, आखिर अफगानिस्तानमा के भयो? घानी आयो, घानी सुनै झिकेर भाग्यो अघि।